नमस्ते, आज हामी रेस्टुरेन्ट ट्र्याकिङ कसरी चलाइन्छ त्यो हेर्न गइरहेको छौँ। सो लगइन गर्नुहोस्। लगइन गर्न साथै तपाईँ आफ्नो ड्यासबोर्डमा आउनुहुन्छ। हामी एक्चुअलमा अर्डर लिनु अगाडि तपाईँको दुईटा कुरा हुनुपर्छ। लेफ्ट साइडमा प्रडक्ट थिच्दाखेरि फ्यु प्रडक्ट्सहरू एडेड हुनु पर्यो तपाईँको। यहाँ एड प्रडक्ट गरेर नयाँ प्रडक्टहरू यसरी एड गर्न सक्नुहुन्छ तपाईँले। सबै फर्म्सहरू सजिलै तरिकाले फिल आउट गर्न सक्नुहुन्छ। अनि तल आएर सेटिङ्समा क्लिक गर्नुहोस्। अनि सेल्स मिडियममा क्लिक गर्दाखेरि तपाईँको टेबल्सहरू, सोफाहरू अथवा भुइँमा बस्ने कुनै सेक्सन्सहरू छ भने फ्लोर्सहरू पनि यहाँबाट सेलेक्ट गर्न सक्नुहुन्छ। कुनै कुरा एड गर्नु छ भने, कुनै फ्लोर एड गर्नु छ भने बल्क एडमा क्लिक गरी टाइप टेबल्स एड गर्नु छ। मलाई टेबल्सहरू यसरी एड गर्नु छ भने टेबल एड गर्न सक्छु। ओके, हाम्रो टेबल्सहरू र फ्यु प्रडक्ट्सहरू एड भइसकेको छ यो मर्चेन्टमा। सो म टेबल पिओएसमा गएँ। यहाँबाट तपाईँले अर्डरहरू ट्र्याक गर्न सक्नुहुन्छ। सो सपोज टेबल 4 मा आएर एउटा कस्टमर बस्नुभयो भने टेबल 4 मा एड अर्डर क्लिक गर्नुहोस्। एड अर्डर क्लिक गरेर यहाँबाट अर्डर सेलेक्ट गर्न सक्नुहुन्छ। एउटा बफ मोमो, एउटा भेज मोमो र एउटा चिकन मोमो अर्डर गरेको छ। सो त्यो तीनटा सेलेक्ट गरिसकेपछि एड अर्डर क्लिक गर्नुहोस्। ओर मल्टिपल गर्नु छ भने एउटैमा मल्टिपल टाइम्स क्लिक गर्दा यहाँ अटोमेटिकली मल्टिपल टाइम्स क्लिक हुन्छ। यहाँबाट डिलिट पनि गर्न सक्नुहुन्छ। प्लस र माइनस यहीँबाट पनि गर्न सक्नुहुन्छ। सो एड अर्डर क्लिक गरिसकेपछि त्यो टेबलमा अबको अर्डर्सहरू देखाउँछ। प्लस एउटा टाइमर देखाउँछ जब अर्डर प्लेस भएको थियो भनेर। त्यो अर्डर सिमिलरली तपाईँले किचन केओटी अथवा किचन अर्डर टिकट सेक्सनमा क्लिक गर्नुभयो भने यो अर्डर यहाँ पनि देखाउनेछ। यहाँबाट पनि डन क्लिक गरेर तपाईँले किचन बटन ट्र्याक गर्न सक्नुहुन्छ। सो फिर्ता टेबलमा आऊ। टेबलमा त्यो मान्छेले कुनै एक्स्ट्रा अर्डर गरिरहेछ भने एड अर्डर गरेर एक्स्ट्रा एड गर्न सक्नुहुन्छ। ओर उसलाई अर्डर चेन्ज गर्नु छ भने यहाँ माथिको तीनटा डटमा क्लिक गरी क्यान्सल अर्डर क्लिक गर्नुहोस्। एउटा रिजन दिनुहोस्, न्यू अर्डर, अनि क्यान्सल गर्न सक्नुहुन्छ। क्यान्सल गरेर फेरि आफ्नो मन लागेको अर्डर फेरि एड गर्न सक्नुहुन्छ। फाइनली यो टेबल व्हेन दे रेडी टु पे अर्डर गरिसक्यो निस्किने बेलामा पेमेन्ट गर्दाखेरि प्रोसिड टु बिलिङ भनेर क्लिक गर्नुहोस्। यहाँ तपाईँको टोटल अमाउन्ट देख्छ। कुनै पनिमा डिस्काउन्ट दिनु छ तपाईँलाई, सपोज फ्राइड राइसमा 10% डिस्काउन्ट दिन्छ भने यसरी डिस्काउन्ट एड गर्न सक्नुहुन्छ। ओर 0 नै राख्नु। त्यसपछि पर युनिट यसरी पनि हेर्न सक्नुहुन्छ डिस्काउन्ट। सो 10 रुपियाँ मात्र डिस्काउन्ट दिनु छ भने यसरी दिन सक्नुहुन्छ। ओर पर्सेन्टेजमा डिस्काउन्ट दिनु छ भने यसरी दिन सक्नुहुन्छ। ओके, फाइनली पेमेन्टमा कुनै कस्टमरले आधा पेमेन्ट क्यासमा गर्छु, आधा पेमेन्ट मेगा ब्याङ्कमा गर्छु भन्यो भने यहाँ हेर्दाखेरि तपाईँले आधा पेमेन्ट क्यासमा राख्न सक्नुहुन्छ। सो 250 क्यासमा, 250 मेगा ब्याङ्कमा राख्न सक्नुहुन्छ। यो पेमेन्ट मोड्सहरू पनि तपाईँले आफै कस्टमाइज गर्न सक्नुहुन्छ। सो मेगा ब्याङ्क, ग्लोबल आइएमई यो सबै आफै राख्न सक्नुहुन्छ। यहाँ कस्टमर सेलेक्ट गर्नु छ भने तपाईँको कुनै रेगुलर कस्टमर छ भने सेलेक्ट गरेर यहाँ एड कस्टमरमा थिची कस्टमरको डिटेल्सहरू राखेर एड गर्न सक्नुहुन्छ अनि यसरी सेलेक्ट गर्न सक्नुहुन्छ। फाइनली कन्फर्म एन्ड सेल थिचिसकेपछि यो अर्डर कम्प्लिट हुनेवाला छ। अर्डर कम्प्लिट भएर सेटल हुन्छ। ओके, सो नेक्स्ट सेक्सन भनेको कहिलेकाहीँ तपाईँको कस्टमर्सहरू आउँदाखेरि टेबल 7 र टेबल 4 मा 4वटा सिट छ, 7 मा 4वटा सिट छ। कस्टमर्सहरू चाहिँ 8वटा कस्टमर्सहरू आएर दुवै टेबलमा बसे भने टेबल मर्ज गर्न सक्नुहुन्छ। सो मैले मर्जमा थिचेँ। टेबल 4 र टेबल 7 लाई मैले मर्ज गरेँ। सो फर द टाइम बिङ टेबल 4 र टेबल 7 चाहिँ मर्ज भएको छ। तपाईँले मल्टिपल टेबल्स यसरी मर्ज गर्न सक्नुहुन्छ, जोडेर राख्न सक्नुहुन्छ। अनि त्यो टेबलको लागि यहाँबाट अर्डर राख्न सक्नुहुन्छ इन द सेम एक्ज्याक्ट वे। सो यसरी एड गर्नुहोस् अर्डर मर्ज भएको टेबलमा। प्रोसिड टु बिलिङ गर्दाखेरि सेम तरिकाले प्रोसिड गर्न सक्नुहुन्छ। सो 650 क्यासमै तिरे। कन्फर्म एन्ड सेल थिच्नुहोस्। कन्फर्म एन्ड सेल हुन साथै टेबल आफै अनमर्ज हुनेछ। सो यहाँ टेबल्सको सेक्सन छ। तपाईँले सोफा राख्नु छ भने सोफाको सेक्सन छ अनि प्लस फ्लोरको सेक्सन पनि छ। सो यो सिम्पली अर्डर सार्नलाई मुभ दिस अर्डरमा क्लिक गर्नुहोस्। टेबल 7 बाट टेबल 4 मा क्लिक गर्नुहोस् अनि मुभ गर्नुहोस्। सो यो अर्डर अटोमेटिकली अर्को टेबलमा मुभ हुनेवाला छ। बिलिङ र अरू अर्डर्सहरू अटोमेटिकली त्यसरी नै काम गर्नेछ। रिजर्भ हुन्छ। फाइनली कुनै पनि कस्टमरले अर्डरहरू गरिरहनु भएको छ। सो एउटा भेज थाली, एउटा गुन्द्रुक सुप, अनि यो कस्टमरले टेबल 7 बाट टेबल 4 मा सर्नु भयो। फाइनली कस्टमर्सहरूमा हेर्दाखेरि तपाईँले आफ्नो फेभरेट कस्टमर्सहरू अथवा रेगुलर कस्टमर्सहरू छन् भने यहाँबाट पनि कस्टमर्सको चेक गर्न सक्नुहुन्छ। जस्तो मनोज नेपालले अर्डर्समा क्लिक गर्नुभयो भने 7/14, सो यो डेटमा यति बजे भेज फ्राइड राइस र भेज थाली खानुभएको थियो, यति बजे यो डेटमा यो खानुभएको थियो,
प्लस क्रेडिट हिस्ट्री प्लस पेमेन्ट्सहरू पनि यहाँबाट हेर्न सक्नुहुन्छ। एउटा एडिसनल कुरा छ कस्टमर्सको सेक्सनमा एड क्रेडिट भन्ने। एड क्रेडिट भन्ने अमाउन्टमा क्लिक गर्नुभयो भने यहाँबाट तपाईँले कस्टमर्सलाई एक्स्ट्रा क्रेडिट दिन सक्नुहुन्छ। सो मैले 500 क्रेडिट दिएको छु भने कस्टमरले के भन्न सक्छ भन्दा 1000 को बिल आएको छ भने 500 रुपियाँ पछि तिर्छु भन्यो भने कस्टमरको क्रेडिट ब्यालेन्समा जानेछ। यहाँबाट रेकर्ड पेमेन्ट गरेर कुनै नि कस्टमरले 500 रुपियाँ तिर्न बाँकी थियो, यहाँबाट 500 रुपियाँ त्यो कस्टमरले तिरिसकेपछि यो क्रेडिट ब्यालेन्स फेरि 0 हुनेवाला छ। लोयल्टीको सेक्सनमा तपाईँले कुनै पनि लोयल्टी प्रोडक्ट राख्न सक्नुहुन्छ। फर एक्जाम्पल मैले लोयल्टी प्रोडक्ट एउटा राखेँ जुन चाहिँ मेरो चिकन ससेज छ। चिकन ससेज अनि रिवार्डमा मैले फर एक्जाम्पल फ्रेन्च फ्राइज राखेँ। मैले 10 वटा चिकन ससेज 1 महिनाभित्र कसैले अर्डर गरेको छ भने एउटा फ्री फ्रेन्च फ्राइज पाउँछ भनेर लोयल्टी प्रोडक्ट राखेँ। मैले क्रिएट लोयल्टी रुल गर्दाखेरि कुनै पनि कस्टमरले तपाईँले कस्टमर सेलेक्ट गरेर उसले चिकन ससेज खाइरहेको छ भने यहाँ लोयल्टीमा देखाउँछ। फर एक्जाम्पल गुन्द्रुक सुपमा हेरौँ। गुन्द्रुक सुपमा मनोज नेउपाने र विशालले, मनोज नेउपानेले 2टा अनि विशालले 3टा खानुभएको रहेछ गुन्द्रुक सुप। सो उनीहरूले 15 वटा गुन्द्रुक सुप खाएपछि यसको लोयल्टी पाउनुहुन्छ। भेज थालीमा हेरौँ। मनोज नेउपानेले 10 वटा भेज थाली खानुभएको रहेछ। सो उहाँले चाहिँ एउटा रिडिम गर्न सक्नुभयो लोयल्टी कार्ड। त्यसरी नै चिकन ससेज 10 वटा कसैले खायो 30 दिनभित्र भने एउटा फ्रेन्च फ्राई फ्रीमा पाउनेछ। फाइनली तपाईँले एनालिटिक्समा आफ्नो डे बुक हेर्न सक्नुहुन्छ। कुनै पनि दिनमा भएको टोटल कस्ट प्राइस, टोटल सेल्स रेभेन्यूहरू, टोटल सेल्सहरू हेर्न सक्नुहुन्छ। इन्भेन्टोरीमा बाँकी भएको प्रोडक्ट्स, सेल्स भएको प्रोडक्ट्सहरू हेर्न सक्नुहुन्छ। एक्सपेन्समा ट्र्याक गर्न सक्नुहुन्छ एक्सपेन्स, प्लस क्याश फ्लोमा इन्कम, क्यास इन, क्यास आउट र नेट फ्लोहरू सबै अटोमेटिकली रेकर्ड हुनेछ।